साथीहरू, आज चाहिँ हाम्रो यो साइनको कार्बोरेटर हो, यसलाई कार्बोरेटर भन्छ। अनि हामी चाहिँ खास भनौँ भने यो एउटा हावाको पाल भयो, यो चाहिँ पेट्रोलको पाल भयो, यो निडल पिन, यसबाट चाहिँ हाम्रो तेल ट्याङ्कीबाट तेल आउँछ अनि ठ्याक्कै यसमा यहाँ आइपुग्छ। यहाँ आएपछि तपाईँको यहाँनिर स्टोर हुन्छ, यसरी झरेर यहाँ स्टोर हुन्छ। यो स्टोर भइसकेपछि तपाईँको यो निडल पिनले यसले यो फ्लुइड, यसलाई फ्लुइड भनिन्छ, यसले चाहिँ तपाईँको यसमा ठ्याक्कै यसमा जति तेल चाहिन्छ त्यति आइसकेपछि यो आफै अटोमेटिक तपाईँको यसरी भएर यो निडल पिनलाई बन्द गराउँछ। अब यो कसरी बन्द गराउँछ तपाईँलाई मैले राम्रोसँग देखाउँछु क्लिन गर्दाखेरि। तर यो क्लिन गर्दाखेरि चाहिँ सधैँ यो हावाको पालमा, यो तेलको पालहरूमा, यो चोकको पालहरूमा राम्रोसँग एकदम कसरी हुन्छ सफा गर्नु पर्ने हुन्छ। यसलाई चाहिँ हावाले हुन्छ कि स्प्रेले हुन्छ कि होइन। हामीले चाहिँ यसलाई अहिले हावाले मात्रै, तेल र पेट्रोलले र हावा हालेर मात्रै क्लिन गरेको छौँ। अब हामी चाहिँ तपाईँलाई यसलाई फिट गरेर देखाउँछ है। अनि यो चाहिँ फर्स्टमा हाम्रो फिट हुने भनेको यो हो, यसलाई डायफ्राम पिस्टन भन्छ। डायफ्राम पिस्टन नभए कति मान्छेले कार्बोरेटरको पिस्टन भन्छ यसलाई। अनि यसलाई चाहिँ स्ल्याटिङ पिन भन्छ। यो पनि एक पार्टमा छुट्टै भएर निस्किन्छ। अनि त्यसपछि यो पिस्टन भयो, अनि यो रबर भयो। यो रबर अनिवार्य फिट गर्दाखेरि यसरी चेक गरेर हेर्ने, यसरी तन्काइ हल्का तन्काएर चेक गर्ने। यसमा चाहिँ पाल परेको हुनु हुँदैन, फुटेको अथवा पल्सल परेको है त। लागौँ फिट गरौँ पहिला यसलाई। हामीले चाहिँ स्ल्याटिङ पिनलाई मुनिपट्टि राखेर यसरी हाल्छौँ। यसरी हाल्दाखेरि यसको चाहिँ यो खाँचा हुन्छ, ठ्याक्कै यो खाँचामा यो बस्नुपर्छ है। राम्रोसँग हेर्नु होला है, ल भिडियो स्किप नगरिकन हेर्नु होला, नत्र केही पनि बुझ्दैन साथीहरू। यस्तो हुन्छ है, यस्तो हुन्छ, यस्तो हुन्छ। त्यसपछि एउटा यो स्प्रिङ लाग्छ यस्तै खालको, यसलाई हल्का हल्का मात्रै यस्तै तन्काएर हल्का हाल्नुपर्छ। त्यसपछि एउटा यस्तो खालको क्याप लाग्छ। अनि यसको पनि यो कतापट्टि बस्छ त भन्दाखेरि यो यसरी बस्छ कि यसरी बस्छ भनेर तपाईँको यो जुन भाग छ तपाईँको यो भागमा यसरी आएर बस्छ है। यसरी बसिसकेपछि यसमा यसलाई मस्त च्यापेर हातले औँलाले च्यापेर यसलाई यहाँ दुईवटा स्क्रु लाग्छ, त्यो दुईवटा स्क्रुलाई यसरी बसेपछि त्यसको मजाले यसलाई कस्दाखेरि चाहिँ राम्रोसँग ध्यान दिनुपर्छ। त्यो रबर जुन हुन्छ त्यो रबर एकदम पिस्टनको रबर मजाले त्यो घाटमा बसिया हुनुपर्छ। अनि यसलाई च्याप्दाखेरि यसरी टाइट गर्दाखेरि त्यहाँबाट हावा लिकेज हुनु हुँदैन। त्यसपछि अनिवार्य यो चाहिँ तेलको जेट हो, यसलाई चाहिँ तपाईँले मुखले एकचोटि फुकेर क्लिन छ कि छैन भनेर थाहा हुन्छ। क्लियर छ, हामीले यसलाई पहिल्यै क्लिन गरिसकेका छौँ। त्यसपछि एउटा यो जेट आउँछ, यस्तो खालको जेट यताबाट यस्तो देखिन्छ, अनि त्यहाँबाट यताबाट यस्तो थ्रेड भएको, त्यो थ्रेड भएको जेट चाहिँ यहाँ यसरी लाग्छ यसरी। त्यसपछि दुई घाटको पेचकसले युज हुन्छ मात्र यसरी। यसलाई पनि राम्रोसँग यसरी यसरी बसिन्छ है। अब पालो जुन मैले तेलको पिन भन्थ्यो, यस्तो प्रकारको एउटा पिन हुन्छ निडल पिन, यसलाई निडल पिन भन्छ। अनि यो फ्लुइड भन्छ यसलाई। यो फ्लुइडमा यसरी क्लियरली हेर्नु होला है, यो फ्लुइडमा यसरी 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 छिर्छ, यसरी यसरी बस्नुपर्छ है। अनि यहाँ यसरी यो वाला पालमा फेरि एकचोटि हामीले यसलाई ट्राई गर्छौँ, यस्तो भयो। अनि यो वाला
वालमा यसरी आएर यसमा बस्छ है। यसमा तरिकाले बस्यो। अनि त्यसपछि यहाँ एउटा सानो यस्तो खालको पिन हुन्छ जुन यो फ्लुटलाई यसरी अड्काएर राख्छ है। यसरी दुईतिर यसरी बराबर हुन्छ, अड्काएर राख्छ। अनि हामीले यस्तो गर्दाखेरि यस्तो हुन्छ। अब यसले चाहिँ तेल रोक्छ कि रोक्दैन त भन्दाखेरि यसलाई कसरी चेक गरिन्छ भन्दाखेरि यो जुन तेलको पाइपको ट्याङ्कीबाट आउँछ यसमा तेल। अनि यसलाई चेक गर्ने तरिका के हुन्छ भन्दाखेरि हामीले यसलाई मुखमा हाल्ने यसरी, अनि यसलाई हामीले चाहिँ फुक्ने, हावा उता फुक्ने है। गर्दाखेरि क्लियरली गइरहेछ होइन, हावा लिक भइरहेछ, त्यहाँबाट हावा भनेको तपाईँको तेल पास भइरहेछ होइन। अनि तेल पास मात्रै भएर भएन, तेल जब त्यसमा सीमित मात्रामा जति चाहिन्छ त्यति गइसकेपछि त्यो आफै अफ हुनुपर्छ, त्यहाँनिरबाट स्टप हुनुपर्छ। नत्र तेल गइराख्यो भने चाहिँ तपाईँको चुहिरहन्छ होइन। तर तेल अफ हुनुपर्छ। अफ चाहिँ कसरी हुन्छ भन्दाखेरि तपाईँको म देखाउँछ है। यो फ्लुट पिनलाई तपाईँले उठाउँदाखेरि यसरी गरेर उठाउँदाखेरि तपाईँको तेल यताबाट हावा पुग्दाखेरि हावा लिकेज हुनु है। अनि त्यसपछि अब हाम्रो चाहिँ एउटा यो यसको मुनिबाट यसरी कभर लाग्छ। यो कभरमा जति तेल आउँछ नि, जति भरिँदै गयो त्यति यो फ्लुट ठ्याक्कै माथि हुन्छ। यसमा जति चाहिने मात्रामा जति तेल आउँछ नि, अनि आइसकेपछि चाहिँ यो आफै अफ हुन्छ है। यसमा तेल गएको गयो, छिरेको चाहिँ गर्दैन है साथीहरू। यो चाहिँ हामीले चाहिँ फेरि एकचोटि टेस्ट गर्नु, यो कस्नु चाहिँ मेसिन हुँदैन। त्यसपछि यो कभर हामीले लाग्छ यसरी ल। यो कभर लाउँदाखेरि चाहिँ यहाँनिर एउटा ओरिङ हुन्छ, ओरिङको ग्यास्केट भन्छ यसलाई होइन, रबरको ग्यास्केट भन्छ। यो ओरिङ चाहिँ तपाईँको एकदम राम्रो हुनुपर्छ, नत्र यहाँबाट तेल बसाउँछ है। यसरी राम्रोसँग भिडियो स्किप नगरिकन हेर्नु होला, सबै बुझिन्छ। भिडियो स्किप गर्नुभयो भने केही पनि बुझिँदैन। त्यसपछि यस्तो प्रकारको 3टा स्क्रु लाग्छ यसमा यसरी। त्यसपछि यसमा 4 पाटे पेचकसले यसलाई यसरी कस्नु, यसरी। म अर्को भिडियोमा त्यो कसरी चाहिँ तेल अफ हुन्छ भनेर पनि त्यो एकचोटि मैले तपाईँलाई भिडियो बनाएर देखाउँला। आज चाहिँ अलि हतारमा छु म। एउटा साथीहरूलाई यसो भिडियो बनाएर एउटा देखाइदिनु पऱ्यो भनेर। भिडियो बनाउन एकदम गाह्रो हुन्छ। एकदम